birthday to you. Let's start. So hi guys, welcome back to our another vlog. So आज चाहिँ हाम्रो बर्थडे कमेन्टमा गएर सबैजनाले ह्यापी बर्थडे लेखिदिनु होला। अनि मेरो यस्तो हालत चाहिँ केले गर्यो भने हाम्रो ओनियनजीले गर्यो किनभने मैले चाहिँ यति राम्रो प्याज काट्दैछु। मलाई चाहिँ यो सानो पारेर काटेको भन्दा लामो पारेर काटेको मन पर्छ। आज चाहिँ हाम्रो एकदमै धेरै कामहरु छ है। प्याजहरु काट्नु छ अनि मासु लिनु जानु पर्ने छ। आउँदै हुनुहुन्छ त्यही भएर काँक्राहरु कट गर्नु पर्ने छ। यो चाहिँ मेरो काम हो त्यही भएर म गर्दैछु अहिले चाहिँ। अब चाहिँ म मासु लिनु जान्छु नि। हजुरले हाम्रो मिनी भ्लग पनि नछुटाइ हेरिदिनु हुने। सबैजनालाई धन्यवाद। सबैजनालाई धन्यवाद। काँक्रा काटेर राखेको मैले आलुदमको लागि। मैले चाहिँ यो के रे उसको लागि खसीको मासुको लागि काटेको थिएँ भने मम्मीले चाहिँ त्यहाँ अचारको लागि काट्दै हुन्छ। आजको भ्यू चाहिँ कुछ यस्तो देखिँदैछ भने म गर्मीले एकदमै फ्या भइसकेको छु अनि हामीले चाहिँ केक चाहिँ आज यो रुममा काट्ने हो। इट्स आवर रुम। लाइन गएको रहेछ साथीहरू होइन। आज चाहिँ हामीले यही रुममा केक काट्न आँटेको छौँ। सो त्यही हो। अनि यहाँ चाहिँ केक राख्नुको लागि हो मैले टेबल राखेको अनि रुम चाहिँ कुछ यस्तो छ हाम्रो रुम। सो गाइस सिखा अघि कालो सकेको हो उता त्यो कोको ग्लास राख्ने मम्मीले चाहिँ के गर्नु जिरा फुराउन आँट्नु भएको छ। राम्रो जिरा हो कि मेथी हो? यो मेथी हो। एला हो र मेथी पो हो। नो प्रब्लम। मलाई हाल्नु भयो। ग्लभ्स लाएर गर्नुपर्छ होइन र। सामान चाहिँ यस्तो देखिँदैछ। आलुदम चाख्न आँटेको छ अब। के भएन? वाउ मलाई भन्छ पिरो छ नि फेरि। सो गाइस अब चाहिँ हाम्रो आज बर्थडेको लागि के पाकेको छ हो त्यो हजुरलाई देखाउन गइरहेको छ त। मम्मी यहाँ के को मासु पाक्दैछ? कुखुराको। सो यहाँ कुखुराको मासु पाक्दैछ। अब म भित्र गएर हेर्छु। मम्मी यो कुकरको के हो? यहाँ खसीको मासु रहेछ। छोड्दैछ अरे मान्छेहरूले छोड्दैछन्। यहाँनिर चाहिँ रहेको छ आलुदम चाना अनि यहाँनिर चाहिँ पुलाउ पकाउनुको लागि चामल भिजाउनु भएको छ। यहाँ तलबाट पनि छ एउटा सोयो यहाँ पनि छ चामल। यो चाहिँ पुलाउ पकाउनुको लागि अनि यो चाहिँ मटर र चना। सो अहिलेको लागि चाहिँ यति नै पाक्दैछ। यहाँ के छ यहाँनिर सिबीको सब्जी रहेछ। ओ मम्मीलाई एउटा कुरा भन्नु थियो साथीहरू मैले। मम्मी साग पनि पकाउँ न पकाउने मलाई पनि खुवाइदिनु न सायद। हजुरहरू चाहिँ मेरोमा बारी देखाउ उखाड्देश। अब यहाँनिर छिर्ने बित्तिकै रहेको छ यहाँ खोर्सानीको बोट। यहाँ लसुन त्यहाँ दाल। यहाँनिर साग र लसुन रहेछ। यहाँ सानो खोर्सानी छ। त्यहाँनिर टमाटर। यहाँनिर उयो के भन्छ लसुन छ। अनि यहाँनिर चाहिँ बिहान लट्टेको साग थियो बिहान सबै निकालेको हो टिपेको हो। अनि यहाँ रहेको छ यसलाई के भन्छ यसलाई तितेबी भन्छ लाई। तितेबी छ यहाँ चाहिँ। यहाँ चाहिँ धनियाँ छ। धनियाँ चाहिँ सकिसकेको छ। अनि यहाँ पनि साग थियो साग सकिसकेको छ। यहाँ रहेको छ अलिअलि साग चाहिँ। यहाँनिर छ सिस्नो। यहाँ छ इस्कुस। यहाँ छ लसुन नै छ सबैतिर। अनि यहाँ रहेको छ गट्टा त्यो हुन्छ नि इस्कुस सरी फर्सी हुन्छ नि फर्सी सानो सानोहरू छ। यहाँ पनि रहेको छ फर्सी। यहाँ पनि रहेको छ फर्सी। अनि आई विल सो यु साथीहरू एउटा चिज। सो खाटिस आई लाइक यो चाहिँ मलाई एकदमै धेरै मनपर्छ। अनि यहाँ हुँदै रहेको छ सिबी। मुखको मासु मात्रै मनपर्छ। अनि यहाँ हुँदै रहेको छ सिबी। अनि अलिक पर जानुपर्छ हो त्यहाँनिर चाहिँ एकछिन चुप लाग मैले अघि भनिसकेको छु। अनि यहाँ अलिक परतिर जानुपर्छ हो त्यहाँनिर चाहिँ काँक्रा छ। फर्सी काँक्रा यति सबैमा चाहिँ सिबी काँक्रा र उयो फर्सी छ। अनि यहाँ माथि पनि छ इस्कुस। सो त्यही हो। अब हामी तल्लो उसमा जाउँ। त्यहाँ मैले अघि देखाइसकेको छु।
अब म तल्लो बारी जान्छु हामी यहाँ माथिको बारीमा थियौँ भने अहिले चाहिँ हामी जान्छौँ अब यो तल्लो बारी Welcome to the best first network please आया इस्कुस टिपी पो हाली त यो यहाँ रहेको छ कुच्चो यहाँ चाहिँ लसुनै मात्रै छ मैले अघि हजुरले देखेँ अनि यहाँनिर रहेको छ के भन्छ यो लट्टेको साग अनि अलिपर्जा यहाँ रहेको छ फुल त्यो छेपी हो यो लसुन हो ए मलाई चाहिँ केही थाहा हुँदैन कि साथीहरू यो बारीमा चाहिँ अनि यहाँ रहेको छ फर्से अनि अलिक पर रहेको छ के भन्छ सुटुनी अनि त्यसपछि सिबी सुटुनी र सिबी छ यहाँनिर साथीहरू उखु हो यो सबै उखु अनि इस्कुसको बारी त म हजुरलाई देखाउन चाहदिनँ किनभने यो सबै इस्कुस हो त्यहाँ पनि इस्कुस नै छ उक्तला छ त्यो के भन्छ छाता भन्छौँ हामी तर के भन्छ त्यसलाई के भन्छ उयो के भन्छ पिण्डालु भन्छ त्यसलाई सो त्यही हाम्रो बारीमा चाहिँ प्राय अनि यहाँ हुँदै चाहिँ अब भोलि पर्सि सिजनमा चाहिँ यो सबै फ्यालिदिनुहुन्छ अनि आलु रोपिदिनुहुन्छ माथि पनि त्यसै गर्नुहुन्छ यहाँ तल पनि सबैमा आलु रोप्नुहुन्छ हामीले सब्जीहरू चाहिँ किन्नु पर्दैन अनि मुन्टा र साग खाँदा मेरो घाँटीमा अड्किसक्यो क्या त्यति धेरै खान्छु क्या अनि हामीले चाहिँ कति दिनपछि आज चाहिँ गट्टाको सब्जी खाएको थियौँ एकदम मिठो लाग्छ मलाई गट्टा त हजुरलाई मनपर्छ कि मन पर्दैन तर हामीलाई चाहिँ एकदमै धेरै मनपर्छ अनि यो फुलको स्मेल मैले कति कुरा हजुरलाई देखाउनु बिर्स्यो होला साथीहरू सम्झेको बेलामा यसरी मुनि रोपिराख्नु भएको हुन्छ उत्तेश्वरी तर त्यहाँ के रोपेको नै थाहा छैन अनि यहाँ के रोप्नु भएको छ थाहा छैन है साथी यस्तै बारीहरू डन्ने छ के रोप्नु भएको छ भन्ने थाहा छैन धनियाहरू रोप्नु भएको छ माथि अनि टमाटर अनि साथीहरू अनि के भन्छ हामीलाई चाहिँ थाहा नभएको यहाँ के रोप्नु भएको छ भन्ने कुरा थाहा नभएको चाहिँ हामीले हजुरलाई देखाएको छैनौँ यहाँनिर थाहा छैन हामीलाई के भन्छ रोप्नु भएको छ भनेर तर हामीले देखाउँदैछौँ ओह्रालो गाइस यो होम टुर दिएको कि हामीले बारी टुर दिएको कि के टुर दिएको थाहा छैन यहाँ बाख्राको खोर छ यहाँ हुँदै खोर्सानी देख्न सक्नुहुनेछ मलाई डर लाग्छ क्या यसरी जानु यहाँ हुँदै खोर्सानी छ यहाँ कोलाको बोट छ परैसम्म छ है साथीहरू यो खोर्सानी चाहिँ परैसम्म छ म त्यहाँ जानु डर लाग्छ मलाई प्लिज आई डोन्ट लाइक अनि यहाँ हुँदै पनि हामी चाहिँ हाम्रो बारी टुर दिएछौँ सो गाइस हजुरहरूलाई चाहिँ लाग्न सक्छ हामी गाउँमा बस्छौँ नो यु आर टोटली रङ हामी चाहिँ बजार ताप्लेजुङ बजार के भन्छ पराजुली चोक फुङलिङ नगरपालिका 6 मा बस्छौँ चोकमा बस्छौँ चोक अलिकति यतापट्टि अनि हामीलाई चाहिँ बजारमा पनि यति धेरै बारीहरू गर्नु मनपर्छ त्यही भएर आमाहरूले चाहिँ यसरी राख्नु भएको छ अहिले चाहिँ मम्मी आउनु भएको छ मम्मीले काम गरिदिनुहुन्छ र हामी चाहिँ ढुक्क साथले बसेको छौँ के हुँदैछ यहाँ पारा पारा यस्तै हो खम्बे बाजे सिखा हामी जाउँ हाम्रै काममा यहाँ खेल्दै हुनुहुन्छ मम्मी पनि खेल्दै हुनुहुन्छ खेल्नु जितेर पैसा बाडी पनि यहाँनिर एडमिट हुनु भएको रहेछ उहाँ पनि दुईजना आज हामी हाम्रै काममा बिजी छौँ होइन हजुरहरूलाई के पकाउनु भयो भनेर त थाहा छ होला होइन तर अब हामी चाखेर यसको टेस्ट बताउँदैछौँ ब्याकग्राउन्ड होइन हाउस पहिला चाहिँ खसीको मासु आएर लाइक यहाँ घर खा मलाई म चाहिँ खसीको मासु खाँदिनँ नि त त्यही भएर मलाई चाहिँ इन्ट्रेस्ट लाग्दैन खसीको मासु 31 निकाल फ्ल्याक्स बाल्न उभे लु चाखे एउटा सानो बिस्का त देखा न गुड त नचाख्ने आई डोन्ट लाइक मलाई खसीको मासु त मलाई सुँग्दा पनि घिन लाग्छ नि साथीहरू यो के को बोट भनेर हजुरहरू सोचमा पर्दै हुनुहुन्छ भने यो चाहिँ रहेको छ आल्चाको बोट विकासे आल्चाको बोट हो यो चाहिँ अनि यो लुगा कसको भन्ने त लु मम्मीको मम्मीलाई टाइट हुन्छ नि मैले घर बस्दा जस्तै भए पनि हुन्छ पिरो छैन है पिरो आमाहरूले खानुहुन्न नि त त्यही भएर पनि नहाल्नु भएको होला मम्मीले भरे हालेर खाने भनेर सोच्थ्यो टिका निकाल अनि अर्को बोटिकामा चाख्नुपर्छ छ आलुदम सो क्रन्ची सुन्न सक्नुहुन्छ टमाटर मटर हरियो मटर आयो भने मलाई घिन लागिहाल्छ यत्रो धेरै त खाइसक्दिनँ म जस्ट टेस्ट
अहिले मैले अग्नु भने मिठो छ मटर आयो मिठो आयो यो 10 आउट अफ 10 देख्न सक्नुहुनेछ धेरै नहाल्नु मलाई आएर ल खाऊ पहिले मै टेस्ट गर्छु ल नि त थोरै 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 मा चाहिँ रहेको छ के को मासु कुखुराको मासु कुखुरा इज माई फेभरेट हाम्रो त्यो चुल्हा पनि छ है दुईटा क्युट वाला छिटो रहेको छ कुखुराको मासुले एक पिस निकाल जस्ट टेस्ट अलिक मिठो वाला मासु मात्रै मनपर्छ मलाई छिटो गाइस अहिले चाहिँ हाम्रो घरमा त्यति धेरै आइटम पाकेको छैन अहिले चाहिँ अब घरे छ खल्पीको अचार अन्त खल्पीको अचार इज माई फेभरेट त्यही भएर म जहिले बनाउनु लाउँछु अनि रहेको छ प्राउन र पापड भरे नबनाउँ भन्ने हुन्थ्यो कि हो नबनाउने किनकि धेरै आइटम भएपछि थोरैजना मान्छे छौँ क्या त्यही भएर पनि त्यो धेरै आइटम नबनाउने वेस्ट हुन्छ अनि धेरै कसैलाई बोलाएको छैन आफ्नो फ्यामिलीहरू मात्रै हो अनि सो त्यही नै हो अनि रहेको छ कोक चाहिँ छोड्नु हुँदैन कोक सो म टेस्ट गर्छु ल फर्स्टमा कुखुराको मासु चाहिँ त्यति म काँचै खायो भने मलाई मिठै लाग्छ बस्यो त कुकुर हो त बिरालो हो त यस सलादको लागि काँक्रा पनि काट्छौँ होला सायद भरे काट्छौँ My turn. टमाटर आएछ कस्तो मिठो क्या 10 आउट अफ 10 10 आउट अफ 10 10 आउट अफ 10 सो गाइस हामीले चाहिँ के भन्छ त्यो उयो लङ भ्लग बनाउँदा मिनी भ्लगलाई बिर्सेछौँ लिटरली भन्नु पर्यो भने अहिले अघिदेखि नै हामीले बनाएको थियौँ बिर्सेछौँ क्या अहिले चाहिँ त्यही भएर अब चाहिँ बल्ल अनि आई विल सो यु हाम्रो बर्थडे ड्रेस निकाल्दैछ अहिले चाहिँ ड्रेस लगाएर बस्नु भन्दाखेरि टाइम छैन लिटरली भन्नु पर्यो भने हामीले काम कति धेरै छ भनेर हामी खेल्दै मात्रै बसिरहेको छौँ अहिले चाहिँ त्यो तल तास खेल्दै हुनुहुन्छ र कति जित्यो मम्मी 20 रुपियाँ तपाईले सेम हामी दुईजना टिम अल्ला टिम भाइ कति जित्यो पैसा छैन हामी तास खेल्न जान्छौँ सो गाइस हामी पनि खेल्छौँ न सबै आएखेरि सबै अहिले चाहिँ अब म जान आँटेको छु के अरे केक लिनुको लागि त्यही भएर म केक लिनु गएको छु भ्लग आउँदिनँ तर पनि म केक लिनु जान आँटेको छु अनि केक चाहिँ कस्तो छ भनेर मलाई थाहा छैन तर पनि म अब केक लिनु जान आँटेको छु यहाँ चाहिँ के हो यो मेकअप हुँदैछ मेकअप हामीले चाहिँ अघि के अरे केक चाहिँ लिएर आइसकेँ मैले मात्रै केक चाहिँ मैले मात्रै लिएर यहाँ राखेको छ सो यहाँ छ केक अनि अर्को कुरा चाहिँ हामीले चाहिँ स्प्रे क्यान्डल स्यान्डल सबै ल्याउन बिर्सेको रहेछ पहिला भर्खर यहाँ उपर आएर मात्रै थाहा भयो अनि म चाहिँ त्यहीँबाट फर्केँ दिदी आउनुभयो अनि त्यहीँबाट फर्केँ यस्तो राम्रो राम्रो सामानहरू ल्याएको छौँ लेट मी सो यु फर्स्ट अफ अल त यो क्यान्डल सिल्भरवाला ल्याउने भनेको तर थिएन अनि अर्को छ राम्रो राम्रो भनेको यतिवटा मात्रै राम्रो सामान ल्याएको अरू त सिम्पल यो स्प्रे अब चाहिँ पनि हुन्छ स्प्रे त ओ माई गश अनि यो हो यति सामान चाहिँ म उसाइदिए आउनुभयो पर अनि त्यतिकैमा पर लगेर गयौँ अनि बाहिर चाहिँ हाम्रो अब एकदम रात परिसकेको छ अनि बाहिर चाहिँ हाम्रो के अरे काम हुँदैछ अब पुलाउ बसाउनु भयो अघि दिउँसो चाहिँ नपक्का गरेको पुलाउ अनि पुलाउ त्यतिखेर बनाउनु भएको थिएन अनि अहिले बसाउँदै हुनुहुन्छ अनि उसाइले चाहिँ हामीलाई मेकअप गरिदिनुहुन्छ त्यस्तै गाजल साजल अलिअलि त्यो ओभर मेकअप त ह्याप्पी मेकअप गर्न आउँदैन मलाई यस मैले चाहिँ टिकाहरू पनि मुसिसकेँ यति टिकाले इनफ हुन्छ होला यस माइजहरू पनि आउनुभयो अहिले भर्खरै माइजहरू पनि आउँदै हुन्छ ऊ पर अनि साथीले मलाई मजाले हेर्दै हुन्छ अनि यो टिकाहरू मुसेर मैले सजाइसकेको छु कस्तो थ्याङ्क यू सो गाइस अहिले रात परिसकेको छ अनि मैले चाहिँ मेरो लुगा ओइ कस्तो हावा चलेको मैले चाहिँ मेरो लुगा
गाइस अहिले चाहिँ मेरो फाइनली के भन्नु मेकअप चाहिँ यति मात्रै हो अनि अब चाहिँ म रेडी हुन्छु So guys, this is my outfit after night. After day cuz after night was I चकित. अब मैले चाहिँ ड्रेस लगाइसकेको छु. This is my outfit. ल So त्यही हो मैले चाहिँ बडी ड्रेस लगाइसकेको छु, बडी गिफ्ट लगाइसकेको छु. मम्मी still working काम. Still working काम. Guys, हामी चाहिँ रेडी भइसक्यो. यो चाहिँ हाम्रो फाइनल लुक छ लाइट बाली चाहिँ. हैन यो चाहिँ माथिबाट चाहिँ उसाले गिफ्ट गर्नु भएको बर्थडेमा हामीले यही लगाएको छौँ भने तलबाट मम्मीले गिफ्ट गर्नु भएको यही लगाएको छु. नयाँ जुत्ता थियो तर त्यो नलाउने भयो रुम भित्र मनाउने भयो त्यही भएर बाहिर त्यही भएर हामीले बोलाउनु भएको महानुभावहरू सबैजना आइसक्नु भयो. रेडी हुँदैछौँ हामी. भाइ हातमा ल Happy birthday to you. Happy birthday to you. पुरै खाने आफै अमेरिका जानु पनि हाम्रो केक सेक काटेर पनि भइसकेको छौँ अनि एउटा कुरा मेरो सुरुवालको हालत ओ शिट मेरो सुरुवालको हालत मलाई रिस उठ्छ 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 हामी बर्थडे सडे बनाएर नखाँदैछौँ. राम्रै भयो यसलाई देखा न कान्छीलाई देखा न भिडियो इस्या हुनुहुन्छ कान्छी कट भयो त्यही भएर गाइस अहिले चाहिँ हाम्रो बर्थडे सटी पनि बनाइसकेको छौँ अनि रुमको हालत देखाउँछु ल म. ओ माय गॉड व्हाट इज दिस मलाई खाटमा चढ्नु पनि चल्छ अनि केक धमाधम खाएकै छौँ हैन एकदमै मिठो छ. Oh hi guys, same vlog day 2. सो हिजो चाहिँ हाम्रो बर्थडे थियो भने आज चाहिँ त्यसको भोलिपल्ट आज चाहिँ 27 गते हिजो 26 गते थियो भने र आज चाहिँ हिजो चाहिँ हामी त्यो राति सुतिसक्यो. ओ माय गॉड ब्याकग्राउन्ड साउन्ड. सो या हिजो चाहिँ हाम्रो बर्थडे थियो 26 गते आज चाहिँ 27 गते नै हामीले भिडियो एडिट पनि गरेको छैनौँ प्लस अहिले चाहिँ म एडिङ गर्नलाई मात्र यहाँ आएको हो. एडिट कहिले गरेर कहिले पोस्ट हुन्छ भन्ने कुरा थाहा छैन. इन्ड अब हिजो बेलुका इन्ड गरौँ भनेको फेरि ऊ भयो क्या अल्छी लाग्यो. यो रुम कस्तो थियो अहिले म सफा गर्दैछु सबै जस्तोको त्यस्तै छ. म यहाँ सफा गर्दैछु सृष्टि भिडियो एडिट गर्दैछु र हिजो चाहिँ हामीले इन्ड गर्न पाइनौँ त्यही भएर आज चाहिँ हामी इन्ड गर्दैछौँ र हाम्रो गिफ्ट चाहिँ धेरै आएको थिएन अनि कति धेरैजनाले भन्नुभएको थियो गिफ्ट अनबक्सिङ भिडियो पनि चाहियो भनेर टिकटकमा भन्नुभएको थियो. युट्युबमा चाहिँ छैन युट्युबमा चाहिँ छैन धेरैले गर्नुभएको किनभने भिडियो हालेको छु कहाँबाट. सो मैले चाहिँ थम्बनेल चाहिँ बनाइसकेको छु तर भिडियो एडिट गरेको छुइनँ. अब हजुरहरूलाई पनि हाम्रो भिडियो अनबक्सिङ गरेको हेर्नु मन छ भने चाहिँ गिफ्ट अनबक्सिङ गरेको हेर्नु मन छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ. त्यही भएर मात्रै हाल्छौँ हामी कमेन्ट गर्नुभयो भने मात्रै. सो गाइस आजलाई चाहिँ यति नै. अर्को भ्लगमा अवश्य भेट्नेछौँ. थ्याङ्क यू फर वाचिङ. बाई गाइस.